निर्वाचन आचार संहिता उल्लङ्घनका घटनामा स्पष्टीकरण सोध्नेदेखि सामाजिक सञ्जालबाट पोस्टहरू हटाउन लगाउने सहितका काम भइरहेको निर्वाचन आयोगका एक आयुक्तले बताएका छन्। निर्वाचन आयुक्त तथा केन्द्रीय आचार संहिता अनुगमन समितिका संयोजक सगुन शमशेर जबराले खास गरी सामाजिक सञ्जालमा हुने गरेका पोस्टहरूका सन्दर्भमा आयोगको एउटा संयन्त्रले दैनिक पेश गर्ने रिपोर्टका आधारमा कदम चाल्न थालिएको बताए। उक्त संयन्त्रमा नेपाली सेना तथा नेपाल प्रहरीका अधिकारी र साइबर मामिलाका विज्ञहरू रहेका छन्। सामाजिक सञ्जाल मार्फत घृणापूर्ण अभिव्यक्ति दिने प्रवृत्ति एउटा प्रमुख चुनौतीका रूपमा देखिएको आयुक्त जबराले बताएका छन्। फाल्गुन 21 गतेका लागि तोकिएको आम चुनावका लागि माघ 4 गते राति 12 बजेबाट आचार संहिता लागू गरिएको छ। आचार संहिता विपरीतका गतिविधिलाई लिएर आयोगले एकपछि अर्को स्पष्टीकरण समेत सोध्न थालेको अधिकारीहरूले बताएका छन्। सोही क्रममा मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालिन्द्र शाहलाई स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता जबराले बताए। भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिद्वन्द्वीका रूपमा झापा 5बाट उम्मेदवारी दिएका शाहलाई उनले फेसबुकमा गरेको एउटा टिप्पणीका सन्दर्भमा स्पष्टीकरण सोधिएको आयोगको पत्रमा उल्लेख छ। ओलीले गरेको एउटा पोस्टमा बालिनले दिएको प्रतिक्रियाले कतिपयमा आक्रोश निम्ति आएको थियो। आयोगले मङ्गलबार नै महेश बस्नेत, हर्क साङपाङ र कमल भूषाल डाक्टर निकोलस भूषाललाई स्पष्टीकरण सोधेको छ। बालेनले हालै जनकपुरमा गरेको एउटा भाषणको सन्दर्भमा बस्नेतले अशोभनीय टिप्पणी गरेको भन्दै आलोचना भएको थियो। अर्कोतर्फ आचार संहिता विपरीत चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको भन्दै साङपाङलाई स्पष्टीकरण सोधिएको आयोगका एक अधिकारीले बताए। स्वतन्त्र उम्मेदवार भूषालको हकमा 2वटा चुनाव चिन्ह प्रयोग गरेर प्रचार प्रसार गरेकोमा स्पष्टीकरण सोधिएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनैतिक दल र उम्मेदवारहरूले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन्। आगामी फाल्गुन 21 गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मङ्गलबार आयोजना गरेको निजी क्षेत्रका छाता संस्थाहरूसँगको अन्तर्क्रियामा उनले निर्वाचनका समयमा राजनैतिक दल र उम्मेदवारसँग नगद कारोबार नगर्न आग्रह गरेका हुन्। दल र उम्मेदवारले बैंकिङ प्रणाली विपरीत कारोबार गरे उम्मेदवारी रद्दसम्मका कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको पनि कार्यवाहक आयुक्त भण्डारीले बताए। उनले मुलुक बङ्गलादेशको जस्तो स्थितिमा गुज्रनु नपरोस् भनी अनुशासनमा राख्न र लयमा फर्काउन सबै पक्षले निर्वाचनलाई सहयोग गरेको पनि बताए। गत भदौ 23-24 गतेको अवस्थाबाट देशलाई लयमा फर्काउन निर्वाचन नै उपयुक्त माध्यम हो भनी आयोग सुरुदेखि नै लागि परेको बताउँदै उनले यसमा व्यवसायी र सञ्चार माध्यमले पनि सहयोग गरेकामा धन्यवाद दिएका छन्। नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फाल्गुन 21 को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएका हुन्। यो गम्भीर कुरा पनि हो, मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो, चालिसेले भने। तर पुरानै पार्टी बीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ। चालिसेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्रता पारिएको बताए। 165 वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको बारे जानकारी गराउँदै उनले भने पार्टीका नीति योजना तथा कार्यक्रमलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ। तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 3 वर्ष अघि बालिन र हर्क साङपाङलाई लोकतान्त्रिक गणतन्त्रको बगैँचामा फुलेका सुन्दर फूलको उपमा दिएका थिए। 3 वर्षपछि उनले आफ्नो पोजिसन बदलेका छन्। प्रचण्डले 2079 जेठमा संसदमा बोल्दै बालिनको प्रशंसा गरेका थिए। चुरे भाबर पार्टीलाई आफू संयोजक रहेको हालको दल नेपाली कम्युनिस्ट पार्टी नेकपामा समायोजन गर्न मङ्गलबार आयोजित कार्यक्रममा प्रचण्डले बालिन र हर्कको नाम त लिएनन्, तर नयाँ उदाएका शक्तिलाई स्टन्ट गरेका भरमा लोकप्रिय भइरहेको, घन्टी बजाएको भरमा, सोसल मिडियामा लेखेको भरमा केही नहुने उनले बताएका छन्। उनले यस्ता शक्तिलाई अघि बढाउन देशी विदेशी शक्तिले ठूलो लगानी गरेको आरोप समेत लगाए।
इतिहास, विचार, राजनीतिक मूल्य मान्यतामा आधारित आन्दोलनलाई सङ्गठित गर्ने आवश्यकता महसुस भएको छ। नत्र त स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी विदेशी शक्तिहरूले ठुलो लगानी गरेको तपाईँ हामीले देखेका छौँ। कार्यक्रममा प्रचण्डले भने अहिले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको छ। सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनै पनि दलसँग विलय हुन नदिइने दावी गरेका छन्। मङ्गलबार काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौँ रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले रासोपासँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रूपमा स्मरण गरे। साथै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि उनको भनाइ थियो। पार्टी गठन भएको 3 महिना पनि पुगेको छैन, तर हामी त्यो बीचमा कोमामा पनि गयौँ। त्यसकारण केही समस्या आयो। अहिले हामी तन्दुरुस्त भएर निस्कियौँ, उनले भने। उनले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरू टडक भडकमा लाग्नु दुःखद भएको बताएका छन्। विशेष अदालतले बहुचर्चित टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा प्राविधिक परीक्षणका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश श्री नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो। पूर्व मन्त्री मोहन बहादुर बस्नेत समेत प्रतिवादी रहेको भ्रष्टाचार हानि नोक्सानी मुद्दामा अदालतले टेरामक्स प्रणालीको गुणस्तर र सम्झौता बमोजिमको सामान आपूर्ति भए नभएको यकिन गर्न यस्तो कदम चालेको हो। अदालतले प्राविधिक परीक्षण गर्न आदेश जारी गरेको छ। टेरामक्स खरिदमा 1,61,62,52,143 रुपियाँ भुक्तानी भइसकेको र सामान जडान भइसकेको दावी गरिएको सन्दर्भमा उक्त प्रणाली र सामग्रीहरूको गुणस्तर सम्झौता बमोजिम भए नभएको परीक्षण गरी प्रतिवेदन पेश गर्न भनिएको छ। साथै अदालतले टेरामक्स खरिद प्रक्रियासँग सम्बन्धित सम्पूर्ण सक्कल फाइलहरू नेपाल दूरसञ्चार प्राधिकरणबाट झिकाउन अदालतले आदेश दिएको छ। त्यस्तै 2080 पुस 12 गते प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले खरिद प्रक्रिया यथास्थितिमा राख्न दिएको निर्देशन र सोसँग सम्बन्धित प्रतिवेदनको प्रमाणित प्रतिलिपि पनि झिकाउन भनेको छ। सरकार र जेनजी प्रतिनिधि बीच भएको 10 बुँदे सम्झौता विरुद्ध दायर रिट पूर्ण सुनवाईका लागि पेश हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रिटलाई पूर्ण सुनवाईका लागि पेश गर्न आदेश दिएको हो। यसअघि सर्वोच्च अदालतले सरकार र जेनजी प्रतिनिधि बीच भएको 10 बुँदे सम्झौताको सकल फाइल झिकाउन आदेश जारी गरेको थियो। गत पुस 30 गते सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले यसअघिको आदेशअनुसार महान्यायाधिवक्ताका कार्यालय मार्फत सम्झौताको सकल फाइल झिकाउन निर्देशन दिएको थियो। गत भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै सरकार र जेनजी प्रतिनिधि बीच मङ्सिर 24 गते 10 बुँदे सम्झौता भएको थियो। अब अर्को विषय, स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारी सञ्चालनका लागि सबै सेवाग्राही तथा सेवा प्रदायकहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ। स्वास्थ्य बीमाको सही सदुपयोग गरौँ भन्ने सन्देशसहित अनावश्यक परीक्षण र दुरुपयोग रोक्न सार्वजनिक अपील गरेको हो। स्वास्थ्य बीमा कार्यक्रमले दैनिक 50,000 नागरिकलाई सेवा प्रदान गरेको छ। त्यसैगरी औसत 8 करोड बराबरको स्वास्थ्य खर्चको जोखिमबाट बचाइरहेको छ। सीमित स्रोत साधनले कार्यक्रमलाई दिगो बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै बोर्डले सेवाग्राहीलाई चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि अनावश्यक परीक्षणका लागि दबाब नदिन र बीमाको दुरुपयोग नगर्न अनुरोध गरेको हो। यसैगरी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र चेक जाँच, ल्याब परीक्षण तथा उपचार गर्न निर्देशन दिएको छ। बोर्डले जारी गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रहरूको पूर्ण कार्यान्वयन गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरिएको छ। बोर्डले लामो समयदेखि भुक्तानी नदिएको भन्दै त्रिवी शिक्षण अस्पताल, गङ्गालाल लगायतका अस्पतालले सेवा बन्द गरेका छन्। सेवा सुचारू गर्न बोर्डले निरन्तर पहल गरिरहेको जानकारी दिएको छ।
स्वास्थ्य बीमा ऐन 2074 र नियमावली 2075 अनुसार सञ्चालित यो कार्यक्रमले नेपालमा सर्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न तथा दिगो विकास लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ। सामाजिक एकीबद्धताको सिद्धान्त अनुसार वित्तीय सुरक्षा सुनिश्चित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अधिकतम प्रयास गरिरहेको बोर्डले जनाएको छ। अब विदेश। अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय र महत्त्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफले 10 वर्ष मुनिका 90% भन्दा बढी बालबालिकाहरूले साधारण लेख पढ गर्न नपाएको जनाएको छ। युनिसेफद्वारा जारी प्रतिवेदनले अफगानिस्तानको परिस्थितिलाई सिकाइ बिनाको विद्यालय शिक्षाको सङ्कटको रूपमा उजागर गरेको छ। यसैगरी प्रारम्भिक बाल्यकाल शिक्षामा निरन्तर लगानी साथै आधारभूत साक्षरता र सङ्ख्यात्मकता प्रत्येक बालबालिकाका लागि सिकाइ परिणामहरू सुरक्षित गर्न आवश्यक छ भन्ने कुरामा जोड दिएको छ। सिकाइमा चिन्ताजनक अन्तर भए तापनि लाखौँ विद्यार्थीहरू औपचारिक रूपमा देशको शिक्षा प्रणालीमा भर्ना भएको जनाइएको छ। राष्ट्रिय विद्यालय प्रणालीमा कुल 1 करोड 20 लाख भर्ना भएकामा उनीहरूले आधुनिक विज्ञान सम्बन्धी विषयहरू अध्ययन गर्ने जनाइएको छ। यसैबीच 28 लाखभन्दा बढी विद्यार्थीहरूले धार्मिक शिक्षा लिइरहेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाद्दिनले बताएका छन्। यसैबीच लाखौँ अफगान बालबालिका गरिबी, आन्तरिक विस्थापन र द्वन्द्व प्रभावित क्षेत्रहरूमा शैक्षिक सुविधाहरूमा सीमित पहुँचका कारण विद्यालय शिक्षाबाट बाहिर छन्, जसले देशको मानव पुँजीमा दीर्घकालीन प्रभावको बारेमा चिन्ता बढाएको छ। केही हप्ता अघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मादुरोलाई हटाएको संयुक्त राज्य अमेरिकाको बारम्बार धम्कीको परिप्रेक्ष्यमा चीनले मङ्गलबार क्युबालाई समर्थन र सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बेजिङ र हवाना लामो समयदेखि समाजवादी साझेदार रहेका छन्। चीनिया अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले दशकौँदेखि टापुमा लगाएको आर्थिक नाकाबन्दी र प्रतिबन्धहरूको लगातार विरोध गर्दै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना क्युबालाई पतनका लागि तयार हुने चेतावनी दिँदा तनाव थपिएको थियो। ट्रम्पले हवानालाई सम्झौता गर्न वा भेनेजुएला जस्तो मूल्य तिर्नुपर्ने अवस्थामा पुग्न चेतावनी दिएका थिए। भेनेजुएलाको सन्दर्भमा जनवरी 3 अमेरिकी बम आक्रमणमा मादुरो पक्राउ परेका थिए भने दर्जनौं मानिसहरूको ज्यान गएको थियो। चीनिया विदेश मन्त्रालयका प्रवक्ता गो जियाकुनले मङ्गलबार पत्रकार सम्मेलनमा भने क्युबामा अमेरिकी कार्यहरूप्रति चीनले गहिरो चिन्ता र विरोध व्यक्त गर्दछ। हामी संयुक्त राज्य अमेरिकालाई क्षेत्रीय शान्ति र स्थिरतालाई कमजोर पार्नबाट रोक्न आग्रह गर्छौँ। उनले वासिङटनलाई क्युबा विरुद्धको नाकाबन्दी र प्रतिबन्धहरू तुरुन्तै हटाउन आह्वान गरेका छन्। प्रवक्ता गोले भने चीनले क्युबालाई सकेसम्म धेरै सहयोग र समर्थन प्रदान गर्न जारी राख्नेछ। फ्रान्सको राष्ट्रिय सभाले सोमबार 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। अनलाइनमा हुने दुर्व्यवहार, साइबर बुलिङ र मानसिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावप्रति बढ्दो चिन्ताबीच यो कदम चालिएको हो। विधेयकमा 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्मभित्र रहेका सामाजिक नेटवर्किङ सुविधाहरू प्रयोग गर्न रोक लगाउने प्रस्ताव गरिएको छ। राष्ट्रिय सभामा भएको मतदानमा 116 सांसदले विधेयकको पक्षमा र 23 जनाले विपक्षमा मत दिएका थिए। अब यो विधेयक माथिल्लो सदन सिनेटमा पठाइनेछ। त्यहाँबाट स्वीकृत भएपछि मात्र अन्तिम मतदानका लागि पुनः राष्ट्रिय सभामा पेश गरिनेछ। युवामाझ बढ्दो हिंसा र व्यवहारगत समस्यामा सामाजिक सञ्जाल पनि एक कारण रहेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन्। अस्ट्रेलियाको उदाहरण दिँदै फ्रान्सले पनि कडा नीति अपनाउनु पर्ने धारणा म्याक्रोनले राख्दै आएका थिए। अस्ट्रेलियाले गत डिसेम्बरदेखि 16 वर्ष मुनिका बालबालिकालाई फेसबुक, स्न्यापच्याट, टिकटक र युट्युब जस्ता प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानुन लागू गरेको छ। म्याक्रोनले यो प्रतिबन्धलाई आगामी सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य राखेका छन्। र भेनेजुएलाका रक्षा मन्त्रीले 3 जनवरीमा राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेन्सको अपहरणका क्रममा अमेरिकाले आफ्नो देशलाई हतियारको प्रयोगशालाको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।
भेनेजुएलाको पत्रिका एल युनिभर्सलका अनुसार भ्लादिमिर पाद्रिनो लोपेजले गत साता भनेका थिए अमेरिकाले भेनेजुएलालाई उन्नत सैन्य प्रविधिहरू परीक्षण गर्ने थलोको रूपमा प्रयोग गरेको छ, जुन कृत्रिम बुद्धिमत्ता एआई र पहिले कहिल्यै प्रयोग नगरिएका हतियारहरूमा आधारित छन्। आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क पोस्टलाई बताएअनुसार अमेरिकी सेनाले वास्तवमै एउटा हतियार प्रयोग गरेको थियो जसलाई उनले डिस्कम्बुलेटर भनेका छन्। मलाई यसबारे बोल्ने अनुमति छैन, उनले भने। उक्त हतियारले अपरेसनको क्रममा उपकरणहरूलाई काम गर्न नसक्ने बनाएको उनको भनाइ थियो। मादुरोलाई अपहरण गर्ने अमेरिकी सैन्य मिसनको विवरण सार्वजनिक गरिएको छैन, तर अमेरिकाले विगतमा सैनिक र गार्डहरूलाई अलमलमा पार्न वा उपकरण र पूर्वाधारहरू निष्क्रिय पार्न हतियारहरू प्रयोग गर्ने गरेको पाइन्छ।